Hi, good morning everyone. Welcome back my YouTube channel and please don't forget to subscribe my channel. र अहिले चाहिँ बिहानको 4:45 हुँदैछ र अब म चाहिँ गान्तोक निस्किनु आँटेको। एक दुईवटा फोटो भिडियो लिएर चाहिँ अब चाहिँ म हिँड्नु आँटेको। गान्तोकमा प्रोग्राम छ सिक्किम 50 स्टेटहुड डे सेलिब्रेसन पाल्जर स्टेडियममा हुँदैछ र हामी पनि त्यस प्रोग्रामको हिस्सेदार बन्न गइरहेका छौँ। र अहिले चाहिँ होटलमा ब्रस गरिसक्यौँ। बिहानको 6 बज्न आँटिसक्यो। विशेष साथीहरू के कसो हुनेछ म तपाईहरुलाई देखाउँदै जानेछु सबै अपडेटहरू। अहिले चाहिँ हामी अलमोस्ट पाल्जर स्टेडियम पुग्न आँटिसक्यौँ। फाइनली हामी एन्ट्री गरिसक्यौँ पाल्जर स्टेडियम भित्र। अहिले चाहिँ पब्लिकहरू त्यति बेसी आएको छैन, अलिअलि गर्दै आइरहेको छ। पानी पनि सिमसिम परिरहेको छ। हेर्नुहोस् है साथीहरू, हाम्रो सिक्किमको पाल्जर स्टेडियम कस्तो लाग्यो तपाईहरुलाई कमेन्ट गर्नुहोस् है। र पानी सिमसिम पर्नुको कारणले चाहिँ हामीले छाता पनि लिएर आएको थियौँ। भलिन्टियर्सहरूले चाहिँ हामीलाई तपाईहरु बसिदिनुहोस् भनेर भन्नुहुँदै थियो, तर अब चिसो भएन चाहिँ कसरी बस्ने भनेर हामी चाहिँ उभिँ बस्यौँ। र 1 घण्टा जति उभिँदा हाम्रो खुट्टा पनि दुख्यो र हामी साथीहरू सबै डिसाइड गऱ्यौँ पानी बेसी पर्यो भने त हाम्रोमा छाता पनि छैन भनेर हामी बाहिरै सरलाई रोडमै रिसिभ गरौँ, रोडमै हेरौँ सरलाई भनेर चाहिँ हामी चाहिँ त्यहाँबाट निस्क्यौँ। र त्यहाँनिर चाहिँ हामीलाई भन्दै थियो तपाईहरु एकपल्ट निस्किसकेपछि चाहिँ 8 बजी गेट क्लोज हुन्छ, तपाईहरु फेरि पस्नु पाउनु हुँदैन भनेर भन्नुहुँदै थियो। हुन्छ भनेर चाहिँ हामी निस्क्यौँ। फेरि पानी बेसी पर्यो भने चाहिँ फेरि हाम्रोमा छाता थिएन के अन्त। र यहाँ बाहिर चाहिँ आफ्नो जातीयको कला प्रदर्शन भइरहेको रहेछ आफ्नो जग्गामा। र यहाँनिर चाहिँ नेवार जातिको लाखे डान्स प्र्याक्टिस भइरहेको रहेछ। श्री अनरेबल प्राइम मिनिस्टर नरेन्द्र मोदी सरको वेलकमको लागि। हेर्नुहोस् है तपाईहरुले, यो नेवार जातिको लाखे डान्स भनिन्छ, तपाईहरुले पनि हेर्नुहोस् कति राम्रोसँग नृत्य गरिरहेको छ साथीहरु। हेर्नुहोस् है। अहिले चाहिँ बिहानको 9:20 भइसकेको थियो र हामी चाहिँ खुट्टा पुरा दुखेर माथि साइडमा बसिरहेको थियो। अनि पुलिसले तपाईहरु यता बस्नु पाउँदैन, तपाईहरु यता लाइनमा लाग्नुहोस्, अब टाइम हुँदैछ भनेर। अहिले चाहिँ हामी लाइनमा लागिरहेको छौँ श्री अनरेबल नरेन्द्र मोदी सरको वेलकमको लागि। तपाईले मोदी भने हैन, अरूले मोदी मोदी फेरि मोदी भने मोदी मोदी हो, भारत माता की भने अरूले जय भन्छ। हो यो डल्लै लेखेको भूमि की जय। अरू के छ गरम त एक क्रियासँग गर्दा हुन्छ नि। मोदी 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 भारत माता की जय, भारत माता की जय। गर्नु पर्यो भूमि की जय, सिक्किम भूमि की जय, वन्दे मातरम गर्नु पर्यो, मातरम वन्दे मातरम। भारत माता की जय, सिक्किम भूमि की जय, सिक्किम भूमि की जय, वन्दे मातरम वन्दे मातरम वन्दे मातरम। र हामी चाहिँ लाइनमा सरको वेलकमको लागि प्र्याक्टिस गरिरहेको थियौँ। तर अफसोस त्यहाँनिर एकजना होम डिपार्टको
इम्प्लोइले चाहिँ भन्नुभयो सरको प्रोग्राम क्यान्सल भयो भनेर वेदर क्लियरेन्स नहुनुको कारणले सरले चाहिँ बागडोग्राबाटै भिडियो कन्फरेन्स गर्छ भनेर कति खुसी भएर चाहिँ हामी गएको थियौँ सरलाई देख्नु पाउँछ होला भनेर। तर अफसोस हामीले सरलाई भेट्नु पाएन। अनि हामी चाहिँ त्यहाँबाट फर्क्यौँ। त्यहाँबाट एमजी मार्ग गयौँ। एमजी मार्गमा गएर घुमघाम गऱ्यो, फोटोसुटहरू खिच्यो, खानासानाहरू खायो। किनकि अब हामीलाई पाल्जर स्टेडियममा त इन्ट्री हुँदैन, किनकि हामी त बिहान त्यहाँबाट हामी 8 बज्नुभन्दा अगाडि निस्केको थियो। 8 बजी चाहिँ गेट क्लोज भनेर भनिरहेको थियो। फेरि मान्छेहरू पनि यति बेसी थियो, सायद अँट्थेन पनि होला। त्यहाँदेखि बादमा चाहिँ यति बेसी मान्छेहरू गएकै गएर पनि कोही फर्केर आउने, कोही के गर्ने हो त्यस्तो भइरहेको थियो हो। त्यसले गर्दाखेरि हामी चाहिँ गयौँ न। त्यहाँदेखि हामी एमजीमा गएर फोटोहरू खिच्यो, यसो खानासानाहरू खायौँ। त्यहाँबाट चाहिँ हामी फर्क्यौँ भन्ने सल्लाह भयो। र अहिले चाहिँ हामी खानासाना खाएर घरतर्फ लागिरहेका छौँ साथीहरू। थ्याङ्क्स फर वाचिङ। सी यू इन नेक्स्ट भिडियो। बाई बाई साथीहरू। सी यू।